नआउने अथवा स्वर्गद्वारी मन्दिरको महिमा थाहा नपाउने सायद विश्वका नेपाली हुनुहुन्न। म अमेरिकाबाट पनि केही स्वर्गद्वारी मन्दिर बनाएका थिएँ। परदेशी नेपालमा आउँदाखेरि घुम्न आउने विदेशी। आज हामी स्वर्गद्वारी नगरपालिका हो यो। स्वर्गद्वारी नगरपालिकाका मेयर साहब अत्यन्तै समाजसेवी विशिष्ट व्यक्तित्व टेक प्रसाद भण्डारी, त्यसै गरी पूर्व मेयर साहब हाम्रो समाजसेवी नेत्रबहादुर रुकाया, त्यसै गरी यहाँका उपमेयर साहब हाम्रो अहिलेको निन्द्राज राणा मगर र यहाँ जति पनि वार्ड नम्बर 5 देखि सबैका वार्ड व्यक्तित्वहरू र सिङ्गो इन्द्रेणी टिमको तर्फबाट हार्दिक स्वागत छ। आज हामी प्युठानको भेगरीमा आएका छौँ। भेगरीमा आउने बित्तिकै होटल रातिमा लगभग 100 जना आइटीमा आए पनि खाना बस्नुको लागि एकदम आनन्द। स्वर्गद्वारी आउने मान्छेको लागि महत्त्वपूर्ण यहाँको स्थानीय सरकारले यहाँका जनताले बुझेर बस्ने खाने व्यवस्थापन अति राम्रो रहेछ। धेरै धेरै धन्यवाद। यस्ता बुढाबुवाहरूदेखि सबैजनाको हामीले माया पायौँ। एउटा इन्द्रेणीको टिम राति हिजो पाल्पा हुँदै राति अघि बिहान आइपुगेर बसिराख्नु भएको छ। छत्र मनमाया रमेश लगायत सम्पूर्ण कृष्णा भूमिका अनि रुचिका हाम्रो श्रीराम लगायतको 8 जनाको टिम सिकिराखेको छ भने हामी अरू टिम हिजो आएको दिल्ली फड्काको नेतृत्वको टिम आज हामी ईश्वरबहादुर गन्धर्व सहित हामी सबै टिम अब स्वर्गद्वारी जान्छ। मेयर साहब यहाँबाट स्वर्गद्वारी जान कति लाग्छ? अब हामी आधा घन्टामा पुग्छौँ होइन? बाटो यस्तै सरल छ, कालो पत्रै छ। तर मेयर साहबलाई एकचोटि जोरदार ताली देऊ। विपन्न अधिकारी यहीँको विपन्न एउटा विद्यार्थी, उहाँलाई गीत गाउने मन लाग्यो भनेर उतिखेरै एकजना गीत गाउनु दिनु पऱ्यो भनेर इन्द्रेणीमा लिएर जानुभएको थियो। आज हेरेको त उहाँ नै मेयर साहब भएछ। सलाम हृदयदेखि उहाँदेखि मैले थाहा पाइसकेँ। हाम्रो म्युजिसियनको पेन्सन बसिरहेको त्यो 5 सदस्य लगायत यहाँ सबैलाई हार्दिक स्वागत छ। गौरगीत प्रतिष्ठान प्युठानकी सदस्य अनि हामी आमै लगायत सबैले धेरै सबैले इन्द्रेणी हेर्नुहुन्छ पक्का हो? अनि इन्द्रेणी नहेर्दा राति निदै लाग्दैन। हजुर राति सुत्ने इन्द्रेणी त निदै लाग्दैन। अनि सर पानी पुस्तकका प्रमुख प्रशासकीय अधिकारी केशवराज भट्टराई सर लगायत सबै यो स्वर्गद्वारी नगरपालिकाका पदाधिकारीहरू सम्पूर्ण यहाँका नगरवासीहरू सम्पूर्ण एउटा प्रमाण तीर्थयात्रा हुने र हिँड्ने सबैलाई धेरै धन्यवाद दिँदै आउनुहोस्। जगदम्बा ग्रुप बोस्टन लोक समूह मोहन खतिवडा लगायत सबैलाई सम्झिँदै हामी स्वर्गद्वारी